मिशन रोजगार को साथ में मिडल ईस्ट मैन पावर प्राइवेट लिमिटेड कुपंडोल ललितपुर, सलमानी ओभरसीज प्राइवेट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ, कोशी इंटरनेशनल सर्भिसेज प्राइवेट लिमिटेड विशालनगर काठमाडौँ, जब ट्रैक रिक्रूटिंग कंपनी प्राइवेट लिमिटेड धापासी काठमाडौँ, मैन पावर बजार इन्वेस्टमेंट प्राली तिलगंगा एयरपोर्ट काठमाडौँ, सिग्मा ओभरसीज मैन पावर प्राली गौशाला काठमाडौँ, एएनएस एसोसिएट्स प्राइवेट लिमिटेड गैरीधारा काठमाडौँ, मिलेनियम मैन पावर कंसल्टेंसी प्राली बालाजु काठमाडौँ। व्यक्ति हुँदै गाउँ समाज अनि राज्य समृद्ध पार्ने अभियानमा कार्यक्रम मिशन रोजगार। नमस्कार दर्शकवृन्द, ट्रान्सपरेन्सी मिडिया प्रोडक्सन प्रालीको प्रस्तुति कार्यक्रम मिशन रोजगारमा स्वागत छ। म ध्रुवजन सापकोटा। स्वदेशी तथा वैदेशिक रोजगारका विविध पक्षहरूलाई सकारात्मक सोचका साथ तपाईहरूमाझ सुसूचित पार्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ कार्यक्रम मिशन रोजगार मार्फत। दर्शकवृन्द, वैदेशिक रोजगारका क्रममा कामदारसँग लिइने सेवा तथा लागत शुल्कका विषयमा विभिन्न गुनासाहरू सुनिँदै आइरहेका छन्। आजको हाम्रो पहिलो प्रस्तुतिमा यसै विषयमा केन्द्रित रहेर तयार पारिएको एक रिपोर्ट। सरदर वार्षिक 4 लाख नेपाली बेरोजगार युवा युवतीहरू वैदेशिक रोजगारीका क्रममा विदेशिने गरेको वर्तमान अवस्थामा वैदेशिक रोजगारका लागि कामदारले तिर्ने सेवा र लागत शुल्कमा एक रूपता नभएका आम गुनासाहरू सुनिँदै आइरहेका छन्। सरकारले निर्धारण गरेको शुल्क भन्दा अप्रत्यक्ष बढी रकम तिरेर पनि कामदारहरू वैदेशिक रोजगारीमा गइरहेको अवस्था अहिले छ। कानून त सेवा र लागत शुल्कको विद्यमान प्रावधान के छ त? वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कुमार कार्की। सेवा शुल्क चाहिँ कसरी तोकेको छ भने सरकारले पहिलो महिनाको तलबको 25% वा 5000 भनेको छ सेवा शुल्क, जो चाहिँ नि इजाजत पत्रवालाहरूले लिन पाउने म्यान पावर कम्पनी। र अब अरू विभिन्न किसिमका खर्च, टिकट, भिसा आदि आदि गरेर अब कतारको लागि 20,000, मलेसियाको लागि 80,000, साउदीको 70, यस्तै गरी तोकेको विभिन्न देशको तोकेको छ। वैदेशिक रोजगार व्यवसायीहरू सरकारले निर्धारण गरेको सेवा र लागत शुल्कमा अहिले सबै रोजगार गन्तव्य मुलुकमा कामदार पठाउन सम्भव नहुने भन्दै केही मुलुकहरूमा समय सापेक्ष वैज्ञानिक र व्यावहारिक तवरले पुनरावलोकन हुनुपर्ने कुरालाई जोड दिँदै आइरहेका छन्। गभर्मेन्टले कतारमा जानेहरूलाई 20,000 मात्रै लिन पाउने भनिएको छ। त्यसो कुनै आधारै छैन। किन त्यसो भनियो भन्ने कुरै छैन। त्यो एउटा उनीहरूको आफ्नो निर्णय हो। त्यही 20,000 चाहिँ दुबईमा किन होइन त? किन कतारमा, किन साउदीमा होइन, किन मलेसिया मात्रै होइन त? एउटा पोटेन्सियल क्यान्डिडेट यहाँ नेपाली कुनै दाजुभाइहरू पढे लेखेका छन्, उसले चाहिँ राम्रो पैसा उन्नति हुने र उसको केरियर डेभलप हुने जागिरहरू खोजिरहेछ। एक्जाम्पलको लागि 5,000 रियल मासिक तलब उसले पाउने किसिमको हामीले खोजेर ल्याएको छौँ। तर त्यहाँ उसले टिकट दिन भन्छ। कोही मेडिएटर्सहरू अलिकति कमिसन माग्छ भने उसले 50-60,000 तिरेर गएर 5,000 को जागिर खानु पाउने कि नपाउने हो कि होइन? हिसाब गर्नुहोस्, 5,000 रियलले पाउँछ र 50,000 नेपाली तिर्नु भनेको कमसेकम त्यस्तै 20-25% होला एक महिनाको तलब हो। यो चाहिँ गभर्मेन्टको पोलिसी एकदम ब्लाइन्ड हो, अन्धपर्ण। वैदेशिक रोजगार व्यवसायीहरू बीचकै अस्वस्थ प्रतिस्पर्धाले पनि सेवा र लागत शुल्क बढेको यथार्थलाई वैदेशिक रोजगार व्यवसायीहरू पनि स्वीकार्छन्। खास गरी वैदेशिक रोजगारीमा श्रम शक्ति बेचेपछि रोजगारदाता विदेशी कम्पनीबाट कमिसन लिनुपर्ने हो। तर अहिले व्यवसायीहरू श्रमसँगै उल्टै कमिसन पनि दिने र त्यसमा पनि अस्वस्थ प्रतिस्पर्धा गर्ने गलत अभ्यासले प्रशय पाइरहेको छ। यस्ता विकृतिले गर्दा प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने नेपाली बेरोजगार युवा युवतीहरू नै पर्ने गर्दछन्। वैदेशिक रोजगारबाट राज्यलाई रेमिट्यान्स मार्फत ठूलो टेवा पुर्याउँदै आइरहेको वैदेशिक रोजगार व्यवसाय र व्यवसायीहरू आफैमा व्यावसायिक इमान्दारिताका साथ कम लगानीमा बढी रेमिट्यान्स भित्र्याएर अघि बढ्नुपर्ने देखिन्छ। वैदेशिक रोजगार व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धालाई हटाएर
अघि बढ्नुपर्ने तथा सरकारले समेत ऐन नियम परिवर्तन गर्दै अनुगमन गर्नुपर्ने कुरामा जोड दिन्छन् वरिष्ठ वैदेशिक रोजगार व्यवसायी अब्दुल सत्तार। सबैभन्दा पहिला त व्यवसायीहरू आफै इमान्दार हुनु, इमान्दार इन द सेन्स कि मैले चाहिँ बढी पैसा तिरेर काम ल्याउनु हुँदैन भन्ने कुरामा व्यवसायीहरूको आत्माबाट त्यो कुरा आउनु पर्यो। म यो देशको नागरिक हुँ, यो देशको युवालाई मैले विदेशमा पठाउँदैछु र उसको रेमिटेन्सबाट आएर यो मुलुक चल्दै गर्दाखेरि यो मुलुक चल्ने भनेको म पनि चल्ने हो भन्ने कुरा सबैभन्दा पहिला व्यवसायीले बुझ्नु पर्यो, सोच्नु पर्यो। यदि तपाईँले त्यो कुरो सोच्नुभयो भने तपाईँले बढी पैसा तिरेर बिजनेस ल्याउनुहुन्न। त्यो सोच्नु भएन तपाईँले, म दिन दुगुना रात चौगुना हुन खोजेँ भने अनहेल्दी जुन अहिले कम्पिटिसन छ कमिसन तिर्नका लागि त्यसले प्रशय पाउने हो। हामी अनहेल्दी कम्पिटिसन त्यसमा गरौँ बढीभन्दा बढी सेलरी दिलाउनको लागि, तर बढीभन्दा बढी कमिसन तिर्नका लागि अनहेल्दी कम्पिटिसन हामी नगरौँ। व्यवसायीहरू आफू सचेत हुनुपर्छ यो विषयमा र मलाई लाग्छ व्यवसायीहरू यो विषयमा सचेत छन्। त्यसकारणले सरकारले यो विषयमा अहिलेसम्म गर्दै आएको मोनिटरिङ पुगेको छैन। सरकारले ऐन परिवर्तन गरेर यसलाई बडा चाहिँ तपाईँको सुझबुझका साथ प्राथमिकतामा राखेर सरकारले ऐन नियम तर्जुमा गर्न सक्यो भने यो जुन अर्कालाई कमिसन तिर्नको लागि जुन अनहेल्दी कम्पिटिसन हामी गर्छौं त्यो कुरालाई हामीले न्यूनीकरण गर्न सकिन्छ। साउदी अरब र कतारमा पछिल्लो समयमा भइरहेको अभ्यासलाई अरू रोजगार गन्तव्य मुलुकमा समेत लागू गर्न सकिएको खण्डमा कामदार, व्यवसायी तथा राज्य सबैका हितमा हुने कुरामा जोड दिन्छन् वरिष्ठ वैदेशिक रोजगार व्यवसायी अब्दुल सत्तार। साउदी अरबमा पठाउने व्यवसायी र कतारमा पठाउने व्यवसायीहरूले यो ट्रेनलाई यो जनताको एउटा इच्छालाई तकरिबन 70% फुलफिल गरिसकेका छन्, सम्बोधन गरेका छन्। किनभने अहिले साउदी अरबमा धेरै चाहिँ भिजाहरू, साउदीका भिजाहरू फ्री अफ कस्टमा आउँछन्, टिकट कम्पनीले दिन्छ र मेन पावरले आफूले चाहिँ गरेको सेवा शुल्क पनि कम्पनीले दिन्छ। भनेपछि तपाईँको एकदम न्यून भन्दा पनि न्यून चाहिँ तपाईँको इन्भेस्टमेन्ट हुन जान्छ। उनीहरूको इन्भेस्ट भनेको मेडिकल गर्ने हो, उनीहरूको इन्भेस्ट भनेको पासपोर्ट बनाउने हो, उनीहरूको इन्भेस्ट भनेको घरबाट काट्नु आउने हो। त्यो बाहेक अरू उनीहरूले पैसा तिरिरहेको अवस्था हुँदैन। त्यस्तै कतारमा पनि नेपाल सरकारले आफैले सिलिङ तोक्यो 20,000 भन्दा माथि लिन नपाउने भनेर। यसले पनि एउटा राम्रो पक्ष ल्याएको छ। एटलिस्ट उसले त्योभन्दा बढी तिरेर गएको रहेछ भने पनि, तर एउटा मनमा चाहिँ के छ भने मैले गल्ती गरेँ भन्ने त त्यो व्यवसायले एकफेर सोचेको छ। हेर्नुहोस्, मैले यो नेपाल सरकारको चाहिँ ले तोके भन्दा बढी लिँदैछु अथवा वैदेशिक रोजगार ऐनको खिलाफमा म जाँदैछु भन्ने कुरा त्यो व्यवसायीको मनमा चाहिँ मुखले नभन्ला, तर मनमा त्यो कुराहरू आउँछन्। त्यसकारणले यस्ता खालका नियमहरू अन्य मुलुकलाई पनि हामीले लागू गर्न सकियो भने नेपालबाट जाने कामदारहरू सस्तोमा र बढी तलब पनि पाउँछन्। यो होइन कि तपाईँले बढी कमिसन तिर्दैमा बढी तलब पाइन्छ, होइन, गलत कुरा हो यो। हामीले यति नभइकन हामी मान्छे दिन सक्दैनौं र यसको कन्डिसन पनि तिमीले फ्री गर्नुपर्छ, टिकट फ्री गर्नुपर्छ, सर्भिस दिनुपर्छ भनेर हामी व्यवसायीहरू एकट्ठा भइदियौं भने बिजनेस कहीँ जानेवाला छैन। नेपालबाट जाने कामदारहरू चाहिँ तपाईँको जाने नै छन्, कसैले रोक्दैन, कसैले रोक्न सक्दैन। र जुन मुलुकले नेपालबाट चाहिँ रिसिभिङ गर्छ त्यही कन्ट्रीहरूले पनि उनीहरूको इन्टेन्सन पनि बढी दलाललाई पैसा दिएर नेपालीहरू यहाँ आओस् भन्ने छैन। उनीहरूको इच्छा पनि सस्तो भन्दा सस्तो, छिटो भन्दा छिटो नेपालीहरू यहाँ आउन् र बढी भन्दा बढी काम गरून् र बढी भन्दा बढी रेमिटेन्स चाहिँ उनीहरूले चाहिँ मुलुकमा पठाउन् भन्ने नै छ। त्यसकारणले हामीले जहिले पनि नकारात्मक हिसाबले हेर्यौं भने वैदेशिक रोजगारमा जाने कामदारहरूलाई अन्याय हुन्छ र यो क्षेत्रलाई नै अन्याय हुन्छ। वैदेशिक रोजगारमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाले कामदार मात्र नभएर मुलुकको छविलाई समेत थमिल्याउने गर्दछ। आकर्षक रोजगार गन्तव्य मुलुक मानिएको इजरायल यिनै कारणहरूले गर्दा नेपालले गुमाउन पुगेको थियो। अहिले वर्तमान अवस्थामा
मलेसियाको रोजगारीमा वैदेशिक रोजगार व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाले गर्दा विभिन्न विकृतिहरू सिर्जना भइरहेका छन्। मलेसियाका लागि सरकारले निर्धारण गरेको प्रति कामदार 80,000 रुपैयाँमा व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धा र विदेशी एजेन्टलाई बुझाउने कमिसनले काम गर्न व्यावहारिक रूपमा गाह्रो भइरहेको यथार्थ व्यवसायीहरू उल्लेख गर्छन्। कमिसन म यति दिन्छु तँलाई भन्ने, अर्को जाने फलाने कति तिर्यो त भन्ने, त्यो दिनादिन कमिसनको खेल चक्करले गर्दा आज व्यवसायी मार्केटमा सुन्न आउँछ मलेसियाको रेट 1.20 1.30 नर्मली छ भन्ने सुनाइरहेछ। राज्यले ऐनमा तोकेको छ 80,000 भन्दा लिन पाउँदैन भनेर, तर 80,000 मा कुनै पनि व्यवसायले गर्न सक्दैन। सरासर कुनै पनि व्यवसायले गर्न सक्दैन। राज्यको श्रम विभागलाई पनि थाहा छ, श्रम मन्त्रालयलाई पनि थाहा छ, र अहिलेको माननीय मन्त्रीज्यूलाई पनि यो कुरा थाहा छ। मलेसियाको हकमा समस्या छ भने स्पष्ट रूपमा सकिँदैन भनेर सरकारवाला सबैसँग बसेर कानुनी रूपमा अघि बढ्न सकिन्छ, तर पूर्व स्वीकृति लिँदा सक्छु भन्ने तर पछि कामदारसँग अप्रत्यक्ष बढी लिने प्रवृत्ति वैदेशिक रोजगार व्यवसायीद्वारा गरिनु हुँदैन भन्ने कुरामा जोड दिन्छन् वैदेशिक रोजगार विभागका प्रवक्ता बद्री कुमार कार्की। कतिमा लान सकिन्छ त्यो चाहिँ कम भयो। अब चाहिँ पूर्व स्वीकृति लिएर विज्ञापन प्रकाशित गर्दा अङ्क एउटा तोक्ने र व्यवहारमा उठाउँदा त्योभन्दा बढी उठाउने र रसिद दिँदा पनि त्यो तोकिएको अङ्कको मात्र दिने, पुरा नदिने, यो खालको धेरै देख्नमा आएको छ। र जति अङ्क उहाँहरूले विज्ञापन प्रकाशित गर्नुभएको छ त्यति अङ्क मात्र बुझाउने स्थिति चाहिँ रहोस्। बुझाउन त अहिले पनि त्यति नै बुझाउनु पर्छ भन्छौँ हामी, किनभने कानुनले त्योभन्दा माथि लिनुपर्छ भने छैन। तर व्यवहारमा ती कुराहरू नभएका पनि होइन। उहाँहरू स्वीकार गर्दै हुनुहुन्छ त्यो रेटलाई। पूर्व स्वीकृति लिँदा उहाँहरूले नै पेश गर्नुहुन्छ हामी यतिमा लान्छौँ, सरकारले त्यति तोकिदिएको जुन हो हामी त्यतिमा लान्छौँ भनेर स्वीकार गर्दै हुनुहुन्छ एउटा पाटो। तर पनि हामीले महसुस गर्दैछौँ केही यसमा चाहिँ यति आएकोले केही छ कि भन्ने मात्र महसुस। नत्र त उहाँहरू कानुनी रूपमा त त्यतिमा लाने भनेर प्रतिबद्ध भइसक्नु भयो, आइसक्नु भयो। हामी त्यतिमा स्वीकार्य छ है भनेर उहाँहरूले पूर्व स्वीकृति निकाल्नुहुन्छ, लिनुहुन्छ, त्यो अनुसार विज्ञापन पनि गर्नुहुन्छ। तर लिने बेलामा कोही स्थिति अब तपाईँले भनिहाल्नु त्यस्तो देखिएको छ भन्ने कुरो अब सुनिएको छ, मिडियामा आएको छ। त्यसैले उहाँहरू त्यसमा पहिला लान सक्दैन भने त्यो स्वीकार गर्नु भएन। अनि यसलाई चाहिँ यति गर्नु पर्यो भने रिभ्यूको हिसाबमा आउनु पर्यो। अब सरकारले त के गर्छ भने उहाँहरूले स्वीकार गरी सरकार बढी उठा भनेर कामदारलाई चाहिँ बढी लोड दिन त सरकारले दिने कुरो पनि आएन, महसुसै भए पनि। उहाँहरूले अस्वीकार गरेको अवस्थामा अनि यी कुराहरू आउने कुरा नै हो। त्यस कारण यो उहाँहरूले त्यस्तो छ भने वास्तवमा यो कारणले यसरी गर्न सक्दैन भनेर त्यसरी आएको खण्डमा पुनरावलोकन गर्नुपर्ने स्थिति पनि हुनसक्छ। सरकारले त्यो पक्कै महसुस गरेको छ, गर्छ भन्ने मलाई लाग्छ। वैदेशिक रोजगार व्यवसाय वृत्तमा राम्रा र आकर्षक मागहरूलाई लागत वर्गीकरण गरेर अघि बढ्नुपर्ने कुराहरू पनि उठिरहेको अवस्था समेत अहिले छ। तर मुख्य रूपमा वैदेशिक रोजगार व्यवसायीहरूले विदेशी रोजगारदाता कम्पनीलाई धेरै कमिसन दिएर व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा गरेर वैदेशिक रोजगारमा जाने कामदार र राज्यलाई प्रतिकूल हुने अभ्यास गरिनु हुँदैन। यसले निम्त्याउने विकृतिले स्वयं वैदेशिक रोजगार व्यवसायलाई नै हानि हुने निश्चित छ। त्यसैले राज्यलाई रेमिट्यान्स मार्फत महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन राज्यसँगै सबै सरकारवाला निकायहरू यस्ता विकृतिहरूका विषयमा संवेदनशील हुनु अति आवश्यक छ। आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको। 25 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट म्यान पावर कतार, साउदी अरेबिया, दुबई लगायतका सम्पूर्ण खाडी राष्ट्रहरूमा सुरक्षित वैदेशिक रोजगारका लागि मिडल इस्ट म्यान पावर प्राली, कुपन्डोल, ललितपुर। फोन 55 31 220 55 29 960। दर्शकवृन्द, वैदेशिक रोजगारमा जान चाहने बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारमा संलग्न रही पुनः श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग आइपुगेका कामदारहरूले दिएको सुझाव आजको वैदेशिक रोजगार आवाजमा। मेरो नाम ध्रुव कुमार रिजाल हो। म साउदी अरबबाट आएको। विगत 10-12 वर्षदेखि साउदी अरबमा काम गर्दैछु। मैले भन्नुपर्दा र मेरो अनुभवको कुरा गर्नुहुन्छ भने वैदेशिक रोजगारमा जान चाहने युवाहरूले सर्वप्रथम त
कुन भिसामा जाँदै हुनुहुन्छ, कुन क्याटेगोरीमा जाँदै हुनुहुन्छ त्यसको पूर्ण जानकारी लिनुपर्ने हुन्छ। र साथै भिसा सम्बन्धी त्यो भिसा ओरिजिनल हो या डुप्लिकेट हो, कतिपय हाम्रा नेपाली दाजुभाइहरू एयरपोर्टबाटै फर्किन पर्ने बाध्यता नि छ। यो भिसा आछ, म नेपाल अब वैदेशिक रोजगारमा जानियो, अब विदेश जानियो भनेर तपाईँहरू कसैको अब त्यत्तिकै दौडेर जानुहुन्छ भने तपाईँहरूलाई पक्कै नै वहाँ गएर धोका हुन्छ। तपाईँहरू धेरै नराम्रोसँग फस्न सक्नुहुन्छ। मेरो नाम सञ्जोग सिंह हो। म ललितपुर, अहिले मेरो घर ललितपुरमा हो। मैले बाह्राइनमा काम गर्न थालेको भयो 5-7 वर्षभन्दा बढी नै भइसक्यो। अब नयाँ जान चाहने युवाहरू, खास गरी उहाँहरू अब सम्बन्धित काममा दक्ष चाहिँ हुनुपर्छ। उहाँहरू कमसेकम भाषाको ज्ञान हुनै पर्छ। जुन देशमा जाने हो त्यो देशको भाषाको ज्ञान र लगभग अङ्ग्रेजी पनि केही जानेको भयो भने राम्रो हुन्छ। अनि त्यो पछि अब आफू जाने ठाउँ, आफूले गर्ने कामहरू सबै कुरोमा एकदम कन्फर्म स्योर भएर गयो भने उहाँहरूलाई अप्ठ्यारो पर्दैन। मेरो नाम चाहिँ अनन्त पुरासैनी हो। मेरो घर यहाँ हेटौँडा लामसुलेमा हो र म अहिले विगत 3 वर्षदेखिबाट चाहिँ कुवेतमा छु। र अब जाने साथीहरू, नयाँ साथीहरूलाई म के भन्न चाहन्छु भने, जो साथीहरू जान चाहनुहुन्छ उहाँहरूले चाहिँ सबभन्दा इम्पोर्टेन्ट चाहिँ आफ्नो सिप, कुनै पनि सिप नभइकन चाहिँ विदेश जाने नगर्नु होला। सिप सिकेर जानुभयो भने त्यहाँ चाहिँ तपाईँहरूले चाहिँ सहज कामको सहज हुन्छ, कुनै किसिमको चाहिँ दुःख कष्ट पर्दैन, सजिलोसँग चाहिँ आफ्नो उसलाई चाहिँ निभाउन सक्नुहुन्छ जानुभयो भने। र त्यसभन्दा पछि चाहिँ अब जाने म्यान पावरहरू भयो, यी अब सब बुझ्ने कुराहरू त सबै राम्रोसँग बुझेर जानु होला र गएर चाहिँ फेरि फर्केर आउनुपर्ने अथवा छोटो समयमा फर्केर आउनुपर्ने दुःख पाउने चाहिँ त्यो चाहिँ साथीहरूमा चाहिँ नहोस्। त्यसको लागि चाहिँ राम्रोसँग बुझेर र आफ्नो सिप नभइकन चाहिँ विदेश जाने नगर्नु पर्ने हुन्छ। मेरो नाम चाहिँ अम्बिका पौडेल है। म विगत 7 वर्षदेखि कतारमा एडमिन सपोर्टमा काम गर्दैछु। जति पनि हाम्रो नेपाली युवाहरू नेपालबाट चाहिँ अब वैदेशिक रोजगारको लागि बाहिर जाँदै हुनुहुन्छ, उहाँहरूले विशेष गरेर तपाईँहरू दक्ष हुनुहुन्छ र केही कुरामा चाहिँ निपुण हुनुहुन्छ भने मात्रै जानुहोस् होइन। अब जहाँ गए पनि तपाईँको सिपको कदर हुन्छ होइन, सिपको कदर हुने ठाउँमा जानु होला। र यहाँ नेपालमा तपाईँहरूले सिक्नु भएको काम र त्यो अब सर्टिफिकेटहरू सबै लिएर जानुभयो भने भोलि गएर त्यसले तपाईँलाई सपोर्ट गर्न सक्छ। र बिना सर्टिफिकेट अथवा कुनै पनि कामको जानकारी नभइकन कसैको लहलाइमा लागेर विदेश नलाग्नु होला। यसले गर्दाखेरि तपाईँहरूलाई ठुलो धोका हुनसक्छ। र यस्ता हामीले देखिएका कुरा पनि हुन् र जानिएका कुरा पनि हुन्। हामी एक चाहिँ अब गरिब देशको मान्छेहरू होइन, गरिब देशको मान्छेहरू भइसकेपछि हामीले चाहिँ अब हाम्रो देश अब त्यस्तै चाहिँ अलिकति निरीह अवस्थामा छ अहिले। अब देशले चाहिँ जनताको ख्याल नगरेको अवस्था भनेर भन्न सकिन्छ यो अवस्थालाई हेर्दाखेरि। त्यसो भएपछि हामी जनताले आफैले अलिकति ख्याल गरेर वैदेशिक रोजगारको लागि जाँदाखेरि, कुनै पनि देश जाँदाखेरि सिप सिकेर दक्ष भएर भाषा सिकेर होइन, जे त्यहाँको लागि जे त्यो कामको लागि चाहिने हो त्यो अनुसार जानुभयो भने हजुरहरूलाई चाहिँ केही राहत होला भनेर म चाहिँ भन्न चाहन्छु। म्यानपावरहरू खुलिरहेछन्, त्यो नेपाल सरकारबाट तपाईँको चाहिँ स्वीकृति प्राप्त छ कि छैन त्यो चाहिँ हेरेर सबै चिज उनीहरूको बुझेर तपाईँहरू गइदिनु भयो भने सायद तपाईँहरू ठगीमा नपर्न सक्नुहुन्छ। हेर यो बेमानको चाल, दुनियाँ छोराले गुमाएर कत्रो प्रगति गरिसके, यसपछि भने अब म त विदेश जान्छु। अनि जान्छ कसरी? ग्रान्ड शिखर वैदेशिक रोजगारीका लागि एकमात्र विश्वासिलो कम्पनी, छुट्टै पहिचान, छुट्टै कार्यशैली, ग्रान्ड शिखर ओभरसिज। राम्रोसँग जानु छोरा। ग्रान्ड शिखरबाटै जानुस् है। सातो लियो बेमान। Thank you, Grand Shikhar. Grand Shikhar Overseas, providing opportunities. आगो ताप्नु मुडाको, कुरा सुन्नु बुढाको। 25 वर्षदेखि वैदेशिक रोजगारीमा सेवा गर्दै आएको मिडल इस्ट म्यान पावर कतार, साउदी अरेबिया, दुबई लगायतका सम्पूर्ण खाडी राष्ट्रहरूमा सुरक्षित वैदेशिक रोजगारका लागि मिडल इस्ट म्यान पावर प्राली, कुपन्डोल, ललितपुर। फोन 55 31 220, 55 29 960।
दर्शकवृन्द, साताभरि रोजगारीका क्षेत्रमा भएका विविध गतिविधिहरू तथा विभिन्न अवसरहरूको समाचार अबको क्रममा। वैदेशिक रोजगार विभागले गत महिनादेखि वैदेशिक रोजगार कम्पनीहरूमा सुरु गरेको घुम्ती शिविर र अनुगमन अन्तर्गत सचेत र चेतावनीको कारबाही सहित 2 लाख रुपियाँसम्मको जरिवानाको कारबाही गरेको छ। वैदेशिक रोजगार विभागले आकस्मिक व्यवस्थापन परीक्षण र नियमन कार्यक्रम मोबाइल डाँफे अन्तर्गत स्थलगत रूपमा काठमाडौँ, मोरङ, सुनसरी, झापा र कास्कीमा अनुगमन सुरु गरेको थियो। सोही क्रममा अनुमति नलिई शाखा कार्यालय सञ्चालन गर्ने, एजेन्ट नियुक्त गर्ने, कानून विपरीत आर्थिक कारोबार गर्ने विभिन्न 44 कम्पनीलाई कुल 45 लाख जरिवाना सहित एकैसाथ 81 वैदेशिक रोजगार कम्पनीहरूलाई कारबाही गरेको हो। भिक्टोरी नेपाल प्रालीले निरन्तर रूपमा भर पर्दो र सुरक्षित तवरले विभिन्न आकर्षक मागहरू ल्याएर बेरोजगार नेपाली युवाहरूलाई वैदेशिक रोजगारीको अवसर सिर्जना गर्दै आइरहेको छ। राजधानीको बाँसबारी गंगालाल हृदय केन्द्र हस्पिटलबाट 1 स्टेशन माथि गोलफुटार चोक कृषि विकास बैंक रहेको भवनमा अवस्थित भिक्टोरी नेपाल प्रालीले हालै युएई मुलुकको आबुधाबी स्थित अल जाबेर सेक्युरिटी कम्पनीका लागि सिभिल सेक्युरिटी गार्डहरूको आकर्षक माग ल्याएको छ। यस मागलाई सेक्युरिटी गार्डको कामका लागि निकै राम्रो अवसरका रूपमा लिइने गरिन्छ। कुल 100 जनाको माग रहेको यस अवसरका लागि न्यूनतम एसएलसी पास गरेका 5 फिट 5 इन्च उचाइ भएका अंग्रेजी भाषा बोल्न र लेख्न सक्ने 22 वर्षदेखि 42 वर्ष उमेर समूहका इच्छुक व्यक्तिले भिक्टोरी नेपाल प्रालीको कार्यालयमा सोझै सम्पर्क राख्न सक्नुहुनेछ। सेक्युरिटी सम्बन्धी अनुभव नभएका तथा ट्रेनिङ नगरेका व्यक्तिहरूलाई पनि तालिम दिएर योग्य बनाएर पठाइने व्यवस्था भिक्टोरी नेपाल प्रालीले गरेको कम्पनीले जनाएको छ। मासिक 2000 युएई दिराम 8 घण्टाको लागि तथा 4 घण्टा अनिवार्य ओभरटाइम हुने हुनाले ओभरटाइम सहित 2770 युएई दिराम नेपाली 74790 26 दिन काम गर्दा कामदारले प्रति महिना आमदानी गर्न सक्नेछन्। विगत 5 वर्षदेखि उक्त अल जाबेर सेक्युरिटी कम्पनीका लागि भिक्टोरी नेपाल प्रालीले सेक्युरिटी सर्भिसका लागि मागहरू ल्याएर नेपाली युवाहरूलाई वैदेशिक रोजगारको अवसर सिर्जना गर्दै आइरहेको छ। सीट सीमित भएकोले इच्छुक र योग्य व्यक्तिले भिक्टोरी नेपाल प्रालीमा छिट्टै सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। दक्षिण पूर्वी एसियाको उदयमान आर्थिक पावर हाउस बन्दै गइरहेको तथा नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुक मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेपाल उद्योग वाणिज्य महासंघको इकोनोमिक कन्क्लेभ कार्यक्रमका प्रमुख वक्ताका रूपमा नेपाल आएका छन्। महाथिरले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाले परस्पर मिलेर गल्तीलाई स्वीकार्दै आर्थिक विकासका लागि अघि बढेको बताउँदै मलेसियामा आप्रवासी मात्र होइन त्यहीँका मलेसियाली कामदारको पनि कामको सुरक्षा नभएकोले गर्दा आप्रवासी कामदारहरूले सम्बन्धित गन्तव्य मुलुकको नियम र शर्त मान्न तयार हुनुपर्ने कुरामा जोड दिए। स्मरण रहोस्, मलेसियामा अहिले कुल 5 लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् र दैनिक यो क्रम बढ्दो छ। विगत 25 वर्षदेखि वैदेशिक रोजगारीका विभिन्न आकर्षक मागहरू ल्याएर बेरोजगार नेपाली युवाहरूलाई सुरक्षित र भरपर्दो तवरले वैदेशिक रोजगारीका अवसरहरू सिर्जना गर्दै आइरहेको मिडल इस्ट म्यान पावर प्रालीले साउदी अरेबिया मुलुकको अल फनार कम्पनीमा निशुल्क विदेश जाने अवसर सहित 50 जना लेबर र 10 जना क्लिनरका मागहरू ल्याएको छ। अन्तर्वार्तामा पास हुने योग्य व्यक्तिले निशुल्क विदेश जान पाउनुका साथै पासपोर्ट बनाएको पैसा समेत रोजगारदाता कम्पनीले उपलब्ध गराउनेछ। 23 वर्षदेखि 32 वर्ष उमेर समूहका अंग्रेजी बोल्न र लेख्न जान्दै हुनुपर्ने उक्त अवसरका लागि इलेक्ट्रोर, स्टिल फिक्सर, वेल्डर, मेसन, स्यान्ड ब्लास्टर, मेसन रिचर्चर्स, रिगर्स तथा अपरेटर्सहरूलाई विशेष ग्राह्यता दिइने कम्पनीले जनाएको छ। मासिक 26,000 तलब सहित
बस्ने सुविधा रहेको यस मागका लागि अन्तर्वार्ता धमाधम भइरहेकोले इच्छुक र योग्य व्यक्तिहरूले छिट्टै मिडल इस्ट म्यान पावर प्रालीको कार्यालय कुपन्डो ललितपुरमा सोझै सम्पर्क राखी निशुल्क वैदेशिक रोजगारको अवसरको फाइदा लिन सक्नुहुने कम्पनीले जनाएको छ। जनरल वर्करहरूको लागि मलेसियाको प्रसिद्ध टप ग्लोब्स कम्पनीमा 149 जना कामदारहरूको माग काठमाडौँको बालुवाटार स्थित यक्का ओभरसिज इम्प्लोइमेन्ट कन्सल्ट प्रालीले ल्याएको छ। मासिक 26,424 रुपियाँ तलब सहित खाने र अन्य सुविधा रहेको यस मागका लागि यही चैत्र 14 गते शुक्रबार तदनुसार 28 मार्च 2014 मा यक्का ओभरसिज इम्प्लोइमेन्ट कन्सल्ट प्रालीको कार्यालय बालुवाटार काठमाडौँमा फाइनल अन्तर्वार्ता हुँदैछ। फाइनल अन्तर्वार्ता अगावै कम्पनीमा सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। लाइफलाइन ओभरसिज प्राली गोङ्गबु काठमाडौँले लामो समयदेखि कतारका लागि नेपाली कामदारहरूलाई विभिन्न रोजगारीका अवसरहरू ल्याउँदै आइरहेको छ। हालै मात्र कतारको दोहा सहर स्थित प्रसिद्ध कतार स्टार सर्भिस कम्पनीका लागि खाने र बस्ने सुविधा सहित न्यूनतम मासिक 24,300 रुपियाँदेखि अधिकतम 40,500 रुपियाँ तलबसम्मका विभिन्न पदहरूमा माग ल्याएको छ। बेकर्स, कुक, असिस्टेन्ट कुक, लेबरर, असिस्टेन्ट बेकर, पेस्ट्री असिस्टेन्ट, पेस्ट्रीम्यान, टी बोय तथा अफिस बोय गरी कुल 145 जना कामदारहरूको अवसर रहेको यस मागका लागि सम्बन्धित काममा दक्ष हुनु पर्नेछ। यही चैत्र 12, 13, 25 र 26 मा सम्बन्धित कम्पनीका प्रतिनिधिबाट हुने फाइनल अन्तर्वार्ताका लागि लाइफलाइन ओभरसिज प्राली गोङ्गबुमा सिधै सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। राजधानीको सिनामङ्गलमा अवस्थित सपोर्ट ह्युमन रिसोर्सेज प्रालीले युएई मुलुकको लागि खाने र बस्ने सुविधा सहित मासिक 29,095 रुपियाँ तलबमा 60 जना पेन्टरहरूको माग ल्याएको छ। बैलिदा इन्टरनेसनल पेन्टिङ कम्पनीका लागि ल्याइएको उक्त अवसरको लागि यही चैत्र 18 गते तदनुसार 1 अप्रिल 2014 मा सपोर्ट ह्युमन रिसोर्सेज प्रालीको कार्यालयमा हुने फाइनल अन्तर्वार्तामा पेन्टिङ कामका लागि योग्य र इच्छुक व्यक्तिहरूले सम्पर्क राख्न सकिने कम्पनीले जनाएको छ। हवस् त दर्शकवृन्द, आजका लागि कार्यक्रम मिशन रोजगारको निर्धारित समय सकिएको छ। कार्यक्रमबाट म लगायत सम्पूर्ण मिशन रोजगार टिमलाई बिदा दिनुहोस्। नमस्कार। मिशन रोजगारको साथमा मिडल इस्ट मैन पावर प्राइवेट लिमिटेड कुपन्डोल ललितपुर, सलमानी ओभरसिज प्राइवेट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ, कोशी इन्टरनेशनल सर्भिसेस प्राइवेट लिमिटेड विशालनगर काठमाडौँ, जब ट्र्याक रिक्रुटिङ कम्पनी प्राइवेट लिमिटेड धापासी काठमाडौँ, मैन पावर बजार इन्भेस्टमेन्ट प्राली तिलगंगा एयरपोर्ट काठमाडौँ, सिग्मा ओभरसिज मैन पावर प्राली गौशाला काठमाडौँ, एएनएस एसोसिएट्स प्राइवेट लिमिटेड गैरीधारा काठमाडौँ, मिलेनियम मैन पावर कन्सल्टेन्सी प्राली बालाजु काठमाडौँ,